नमस्ते अनि न्यानो अभिवादन गर्न चाहन्छौँ सम्पूर्ण आदरणीय दर्शकको महानुभावहरूमा। यति बेला तपाईँहरू क्रिपिएस मिडिया नेटवर्क अन्तर्गत बिहानी युट्युब च्यानल हेर्दै हुनुहुन्छ। तपाईँको साथमा म छु पारस थापा छेत्री र मेरो साथमा आज एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ जो चाहिँ राष्ट्रिय स्तरको रेसलर हुनुहुन्छ, बाबु साहब। यहाँलाई स्वागत गर्न चाहन्छु र बाँकी परिचय उहाँको मुखबाट सुन्न चाहन्छु। धन्यवाद पारस सर हजुरलाई। होइन, म चाहिँ नेपाली राष्ट्रिय रेसलर होइन, किङ अफ द रिङ च्याम्पियन मिस्टर बाबु साहब, टप अफ द वर्ल्ड माउन्ट एभरेस्ट च्याम्पियन जित्न सफल भएको 2टा टाइटल बेल्ट मसँग छ, जो म हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसनबाट चाहिँ म बिलोङ्स गर्छु। धन्यवाद। बाबु साहब, तपाईँले चाहिँ यो रेसलिङ छ नि, हजुर अवधि सुरु गर्नुभयो नि, हजुर, त्यो अवस्था कस्तो थियो? सुरुको अवस्था त अब हाम्रो गुरु भरतबहादुर विश्ववालले जुन युएस अमेरिकामा सिक्नुभयो, अनि उहाँले 18-19 वर्षको ट्रेनिङ प्राप्तपछि मैले नेपालमा पनि गएर यो खेल प्रदर्शन गर्न सक्नुपर्छ र मैले खेल चाहिँ हाम्रो नेपाली खेलप्रेमी हाम्रो इच्छाअनुसारका हाम्रो व्यक्तित्व जुन फिजिक्स, बडी, हाइट होइन, वेटको हुनुहुन्छ उहाँहरूलाई पनि यो खेल चाहिँ सिकाएर चाहिँ हाम्रो देश नेपालमा पनि रेस्लिङ खेल म एउटा स्थापना गर्छु भनेर उहाँ आउनुभयो। उहाँ आइसकेपछि हामीले ट्रेनिङ गऱ्यौँ। उहाँबाट ट्रेनिङ प्राप्त गरिसकेपछि हामीले 2 वर्ष ट्रेनिङ गरिसकेपछि अहिले हामी रिङमा गएर खेलेर अहिले म नेपालको चाहिँ हेभी वेट च्याम्पियन होइन, किङ अफ द रिङ च्याम्पियन र टप अफ द वर्ल्ड माउन्ट एभरेस्ट च्याम्पियन टाइटल बेल्ट मसँग छ। त्यो मैले जित्न सफल भएको छु र आगामी दिनहरू पनि रेस्लिङ खेल्नलाई चुनौती त छ, चाम छ, ब्रान्ड छैन होइन। त्यो ब्रान्डको लागि हामी रेस्लिङ टिम अझै पनि लागि परेका छौँ। अब आउँदो दिनहरूमा यसमा नेपाल गभर्मेन्ट सरकारले पनि यसलाई केही चाहिँ सहयोग गर्छ भन्ने हामीलाई आशा लागेको छ। तपाईँहरूको सुरुको बेला थियो नि, हजुर, जुन बेला तपाईँहरू चाहिँ यो रेस्लिङ खेलाइ चाहिँ रेस्लिङले चाहिँ हामीले वर्ल्ड वाइड त छँदैछ। हजुर, हाम्रो नेपालमा पनि हेर्नुपर्छ है। हजुर, नेपालमा यो खेलको चाहिँ हाम्रो स्कोप छ है। हजुर, हजुर। अनि जुन प्रेरणा छ नि त्यो हजुर। कहाँबाट? यो चाहिँ हाम्रो नेपालमा अब रेस्लिङ खेलको स्कोप छ भनेर चाहिँ हाम्रो भरतबहादुर विश्ववाल होइन, उहाँले चाहिँ अमेरिकाबाट ल्याएपछि नेपाली खेलमा हामी लागौँ न त भनेर हामी म विगत 15-20 वर्षदेखि यो खेलमा छु र अहिले प्रत्येक खेलहरू वर्षको 2टा गेम हामी अर्गनाइजेसन हामी आफै टिम वर्क गरिरहेका छौँ र हिमालयन टाइगर प्रो रेस्लिङ एसोसिएसनमा होइन। अब देश विदेशमा पहिला हामी नेपाली सबैजना रेस्लिङ धेरै मन पराउने हो होइन। हामीले भित्ताको टिभीमा होइन नेपाली अब विदेशी रेस्लिङ हेरेर हामी हुर्केको मान्छे र हामीलाई पनि त्यो रेस्लिङ हेर्दाखेरि म पनि यो रेस्लर बनौँ भन्ने हाम्रो एउटा प्रेरणा क्या, मनमा इच्छा लाग्यो कि त्यो अनुसारले चाहिँ म पनि एउटा ट्रेनिङ प्राप्त भएर अहिले रेस्लिङ खेल खेलिरहेको छु। मलाई झट्ट तपाईँको यो डब्लु लगाएको चाहिँ तपाईँको देखाइदिनुहोस् न प्लिज। हजुर, यो मेरो चाहिँ अब रेस्लिङको एउटा यो सिग्नेचर भनौँ न, डब्लु होइन। WWE भनेको चाहिँ वर्ल्ड वाइड रेस्लिङ इन्टरटेनमेन्ट हो होइन। अनि त्यो भएर यो म लगाएको छु। यो मलाई रेस्लिङ खेलमै प्राप्त भएको मैले एउटा होइन, यो चाहिँ हाम्रो चाहिँ एउटा बेस्ट अवार्ड हो। त्यो चाहिँ कस्तो हुन्छ नि, सबै अब एउटा हुन्छ नि तपाईँको एउटा हाम्रो अलग अलग सेगमेन्ट हुन्छ नि। टाइटल भनेको चाहिँ कस्तो नि, किङ अफ द रिङ भनेको चाहिँ कस्तो नि, एउटा रसलमेनिया खेल हुन्छ नि एउटा, तपाईँले देख्नु होला सबैजना प्लेयरहरू चाहिँ 1 by 1 आउँछन् रिङमा। पहिला उहाँ एकजना आउँछ, अर्को आउँछ, त्योसँग लड्छ, त्यसलाई फेरि आउट गरिदिन्छ, रिङबाट बाहिर खाल्छ होइन। त्यसपछि अर्को आउँछ, त्यसलाई पनि खालिदिन्छ, अर्को आउँछ, त्यसलाई पनि खालिदिन्छ, अर्को फेरि 3जना एकचोटि पठाइन्छ, 2जना एकचोटि पठाइन्छ, त्यसलाई पनि खालिदिन्छ। लास्टमा खालिदिएपछि चाहिँ ऊ चाहिँ किङ अफ द रिङ भयो कि, त्यो किङको राजा भयो त्यो। सबैले रिङभन्दा बाहिर खालिसकेपछि त्यो फेरि खेल्ने तलबाट होइन, रिङको त्यो तल लेयरबाट होइन, माथिबाट हाइटबाट खेल्नु पर्छ तिनीहरूलाई। रिङको टपबाट खेल्नु, जुन 4वटा लाइन रिङ हुन्छ नि तपाईँले देख्नुभयो होला, त्यो रिङभन्दा माथिबाट खेलेर सबैले आउट गरिदिएपछि रिङ त्यो जुन हामी खेल्छौँ नि रेस्लिङ खेल्ने त्यो 4 राउन्ड हुन्छ नि, त्यो 20 फुटको हुन्छ तपाईँको, वरिपरि 20 फिट हुन्छ है। अनि त्यसबाट सबै खेलाडीलाई खालिसकेपछि त्यो टाइटल प्राप्त हुन्छ, जुन त्यसको नाम चाहिँ दिएको छ किङ अफ द रिङ च्याम्पियन भन्छ। रिङको किङ, रिङभित्र ऊ मात्रै किङ भयो, सबलाई फ्याँक्दैन नि त।
त्यो किङ त्यो छ। अनि अर्को चाहिँ एउटा हाम्रो नेपालको जुन माउन्ट एभरेस्ट जुन त्यसको नाममा एउटा टाइटल बेल्ट बनेको थियो हाम्रो एसोसिएसनमा होइन, त्यो टप अफ द वर्ल्ड एमटी एभरेस्ट च्याम्पियनसिप भनेर त्यो टाइटल बनाएको थियो, त्यो पनि मैले जितेको छु क्या। अहिले त्यो टाइटल त्यो चाहिँ अहिले रिसेन्टली नै तपाईँले यो 25मा जितेको 25मा। त्यो त मैले हाम्रो यो कुमारजीहरूलाई पनि मैले उहाँहरूले युट्युबले त्यही बेला नै भएको। ओके, तपाईँलाई चाहिँ अब यो स्पोर्टमा त्यसरी चाहिँ अब तपाईँको विशेष गरी म चाहिँ अब के अरे रेस्लरै भन्छु होइन, रेस्लरै बन्नुपर्छ भन्ने त्यो मनस्थिति चाहिँ कहिले आयो? रेस्लरै बन्नुपर्छ भने चाहिँ कहिलेदेखि आयो भने अब हामी नेपालीहरू होइन विदेशी प्लेयरको गेम भित्रको टिममा हेरेर डाइरेक्टली हामी हेरेर हुर्केको मान्छे हो नि त होइन। त्यस्तै म पनि एउटा अब रेस्लिङ गेम भन्ने चाहिँ मलाई फेरि रेस्लिङ भनेपछि लास्टै मनपर्ने गेम हो कि होइन। अनि किक बक्सिङहरू एकदम यो हार्डकोर गेमहरू चाहिँ एकदम मनपर्छ, युएफसी गेमहरू मनपर्छ। म अहिले पनि युएफसीहरू धेरै लाइक कमेन्टहरू हेरेर आउँछु होइन। रेस्लिङ पनि म आफै रेस्लर भए पनि म हेर्छु कि। तर मान्छेहरूले सबैले भन्छ रेस्लिङ फेक हो भन्नुहुन्छ, चाहिँ फेक होइन, यो ट्रेनिङ गेम हो। ट्रेनिङ गरेर तपाईँले राम्रो राइटिङ गर्नुभयो त तपाईँ इक्जाममा पास हुनुहुन्छ। त्यस्तै हामी पनि एकदम ट्रेनिङ गरेर प्रख्यात भएपछि हामी रेस्लर बनेको हो। यो गेम फेक होइन, इन्टरटेनमेन्ट हो यो। यो फेक कस्तो भन्नु सबैले भन्छन् स्टोरी लेभल हो, स्टोरी लेभल भन्छन्। स्टोरी त सबैमा हुन्छ, कथावस्तु कहानी सबैमा हुन्छ। एउटा बक्सिङमा पनि तपाईँको हार जित माइनस प्लस हुन्छ होइन होइन। तपाईँको बक्सिङ खेल्दा पनि तपाईँको होइन अब उसलाई मार्दै त गएको होइन, पनि मर्दै जान्छ, चोटपटक लाग्छ। त्यस्तै हाम्रो पनि ट्रेनिङ प्राप्त भएपछि खेल्ने गेम हो। एउटा कस्तो हो भने रेस्लिङमा चाहिँ अब हाम्रो डाइरेक्ट पन्चले यो हड्डीले हान्न मिल्दैन, डाइरेक्ट एल्बो हान्न, एल्बो युज गर्छौँ तर हामी मसल युज गर्छौँ कि। यो व्यापक भन्नुपर्दा यो रेस्लिङ भन्ने चाहिँ मसल गेम है। तर रेस्लरहरू त्यही भएर तपाईँको ढाडले हानेर आउँछ, रोल बनेर गएर होइन, हेडले हानेर आउँछ, चेस्टले हानेर आउँछ, यो उसले सोल्डरले हानेर आउँछ। अनि हाम्रो चाहिँ एल्बो भन्दा नि यो भाग भन्दा नि यो भाग युज हुन्छ क्या। किनकि हामी उसलाई त मार्न त गएको होइन, हामी त इन्टरटेनमेन्ट दिन गएको दर्शकलाई होइन, हराउन सक्नु पर्यो। र ऊ त्यसमा टिक्न कतिको क्यापेबल छ, उसँग स्टामिना पावर कति छ होइन। उठ्नै सक्दैन, उसलाई 10 चोटि पछाड्यो भने 10 चोटि फाल्यो भने त हामी कस्तो उसलाई हामी सुप्लेस भन्ने तपाईँलाई थाहा छ। तपाईँ र म एउटा खेल्ने खेलाडी भयो, तपाईँको र म सामने छौँ, यसरी नजर अनुहार जुगाएर छौँ। तपाईँको मैले तल कमरको भागबाट तलबाट डाउन गरेर पछाडि गएर तपाईँलाई मैले अँगालो हालेर यसरी पछाडि फाल्यो भने त्यसलाई सुप्लेक्स भनिन्छ। त्यो खेल्दा तपाईँलाई छ नि, तपाईँले थेक्न सक्नु भने तपाईँ अडिनु भयो त्यहीँ, यदि भन्नु भने तपाईँ रिङबाट जानुहुन्छ, तपाईँले गेम हार्नुभयो। त्यसलाई भन्छ रेस्लिङ। तर रेस्लिङ भन्ने चाहिँ पुरा मसल गेम हो। कसैले कसैलाई मार्नु, कसैले कसैलाई त्यहाँ हराउनु लाग्छ। मेरो तपाईँको हेर्नु न यो हात यो अम्ला छ नि, यो तपाईँको यो पाकिस्तानसँग खेल्दाखेरि यो अम्ला होइन, हेर्नु त देखिन्छ नि तपाईँले। मैले यो पहिला तपाईँको यो उठाएको भएदेखि होइन, यो उठाएको भए यो हड्डी यति आउँथ्यो होला, मैले उठाएन यतिकै छोड्थेँ, अहिले भित्र छिरेछ हेर्नु। हेर्नु न यो पुरै भित्र छिरेछ नि यो तपाईँको यो बराबर छ नि होइन। यो पाकिस्तानसँग खेल्दा भएको, इन्डियनसँग खेल्दाखेरि मेरो आँखामा तपाईँको चाहिँ यहाँभित्र मैले भनेको छु फेरि कसैलाई पनि है, फेरि किन भन्न पनि हुँदैन मान्छेहरूलाई मैले अलिक फेरि तपाईँले भन्ने फेरि अलिक हराउनु। यो मैले दिनमा आँखा असल लगाएर 80,000 रुपियाँ लाग्छ, प्लेट राख्छु म भित्र प्लेट छ नि इन्डियन खेलासँग खेल्दाखेरि। उसले पनि हाल्यो, म पनि हालेँ, राजेश मललाई प्रमुख अतिथि हुनुहुन्थ्यो बेलुका मण्डपमा है। मान्छे क्राउड त्यतिकै होइन, गत वर्ष होइन धेरै वर्ष भयो, 73मा कि कति भएको क्या। अनि राजेश दाई प्रमुख अतिथि बनाएको थियो, मान्छे ओहिरिहाल्यो होइन, सबैजना नेपाल 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 भन्न। मैले पनि हान्न त्यसले पनि हान्न अनुन्द, त्यो पनि मोटे मोटे हाइटमा चाहिँ नभएको होइन। अनि त्यसले पनि हान्न, त्यसले हान्दाखेरि उसले कसो गर्दा मलाई हान्न चाहिँ एल्बो उसले मसल हानेको, तर आँखामा ढिम्मै लागेको। अनि के भन्दा मेरो त्यो जुन आँखाको जुन नेस छ नि डबल भिजन भयो क्या। मैले कसैलाई पनि भनेको छु डबल भिजन भयो है। डबल भिजन भएपछि मैले त्यसलाई 3-4वटा देखेँ त्यहाँबाट। अनि गेम त आखिर मैले जित्न त होइन। अनि त्यस्तो पनि हुन्छ होइन। त्यही भएर यो रेस्लिङ खेल डोन्ट ट्राई दिस
एट होम स्कुल एनी एरिया कतै पनि नगर्ने भनेर भन्छ नि त रेस्लिङ खेल्दा फेरि एकदम जोसिलो खेल हो बच्चाहरू त्यत्तिकै त सोफासम्म उठेर सोफामा हाल्दै हुन्छ बाबाआमाले कति ट्रेनिङ लिएर एकदम पर्याप्त मात्र ट्रेनिङ भएपछि चाहिँ खेल्ने गेम हो यो जताततै कोसिस अहिले यो रेस्लिङमा चाहिँ महिलाहरू पनि अलिकति उपस्थित भइरहेको छ महिलाहरूको छ अहिले अब धेरै त छैन 4-5 जना महिलाहरू अहिले यसमा रेस्लिङमा रेस्लिङ हुनुहुन्छ 1-2 जना कन्टिन्युटी हुनुहुन्छ अरू अब त्यो त्यहाँ पिट्टै खानु नसक्नेहरू त अब आउनुहुन्न क्या ट्रेनिङ चाहिँ गर्नुभएको छ कतिले ट्रेनिङ गर्दा नि कतिको चाहिँ यो अब घाँटी सर्किने होइन अब यो घाँटी सर्केपछि चलाउनै नहुने अरू परेर आउँदै नआउने कतिको चाहिँ एल्बो टेक्ने कसैको औँलो टेकेर औँलै फर्केको पनि छ त्यस्तो पनि छ क्या गाह्रो छ टिक्न रेस्लिङ यो त यो त एकदमै रोल बडी सबभन्दा रेस्लिङमा बडीको रोल युज हुन्छ तपाईँ गुड्न जान्नु भन्नु भने त्यहाँ केही काम पनि छैन तपाईँ एकदम फ्लेक्सिबल हुनुपर्छ फ्लेक्सिबल एकदमै तपाईँ स्ट्रिक्ट त्यहाँ एकदम हार्ड हुनु पनि तपाईँ त्यहाँ भाँचिन सक्नुहुन्छ तपाईँले ह्यान्डेड हुन्छ तपाईँ घटी बुझ्न सक्छ जे पनि हुन्छ तर यो सबैले यो बुझ्नु पऱ्यो रेस्लिङ गेम एउटा चाहिँ ट्रेनिङ प्राप्त गरेर खेल्ने गेम हो यो कुनै फेक होइन होइन यो चाहिँ एकदम भनेर चाहिँ सबैले बुझ्नु नै पऱ्यो स्टोरी लेभल त हो सबैजनाले स्टोरी लेभल अहिलेको समयमा सबैले बुझ्नुहुन्छ होइन यो खेल के हो भनेर तर फेरि पनि चाहियो त्यस्तै गरेर तपाईँको चाहिँ अब यो गेममा आउनु भएको छ भावी योजना म रेस्लिङमै निरन्तन लागिरहन्छु रेस्लिङ खेलमै म आफ्नो करियर लाइफ जीवन बिताउने मेरो चाहिँ एउटा भित्रदेखि आफूले इन्टरदेखि नै मैले डिसिसन गरिसकेको छु र अहिले रेस्लिङ भन्दा लगभग 75% त मैले आफैले नै ह्यान्डल गरिरहेको छु र मेरो साथीहरू हुनुहुन्छ तुलसीजी हुनुहुन्छ होइन अनि हाम्रो अब गुरु हिमालयन टाइगर हुनुहुन्छ हामी 3 जना चाहिँ गरेर हामी रेस्लिङमै पर्दा अहिले वर्षको 2टा चाहिँ मैले गरिरहेको छु होइन अब यसमा सबै रेस्लर खेलाडीहरू हाम्रो नेपालमै जुन बसेर आफ्नो काम पनि गरिरहनु भएको छ र भएको बेला उहाँहरू रेस्लिङ खेल्न आउनु छ उहाँहरूलाई चाहिँ हामीले छोडाएको छैन जो फेरि अब आउन सक्नुहुन्न उहाँहरूलाई फेरि हामी ल्याउँदै मिल्दैनौँ होइन हामीलाई त अब कहिले सुदूरपश्चिम कहिले अब कहिले नारायणहाट कहिले चितवन कहिले कहाँ पोखरा जानुपर्छ गेममा त्यो टाइम निकालेर मान्छेहरूलाई हामीले रेस्लिङ खेलाडीहरूलाई हाम्रो जुन पुरानो खेलाडीहरू हुन्छ उहाँहरू चाहिँ पार्टिसिपेट गरिरहनु भएको छ त्यसमा अब अर्गनाइजको हिसाबमा र खेलाडीको हिसाबमा म कन्टिन्युटी छु र म कन्टिन्युटी गर्छु पनि र रेस्लिङ यस्तो खेल हो अब अन्तिम अवस्थासम्म चाहिँ यो खेल्ने मेरो प्रतिबन्ध छ जस्तो कि हाम्रो स्थानीय निकाय अनि त्यसै गरेर अब केन्द्रीय सरकारहरू छ नि त हजुर सरकार छ तिनीहरूले तपाईँहरूलाई कतिको सहयोग गरे जस्तो लाग्छ उहाँहरूले सहयोग गर्दाखेरि अब गर्नु पनि भएको छ पनि भन्न मिल्दैन खास गर्नु पनि भएको छैन उहाँले चाहिँ कस्तो भने यो स्थानीय सरकार भनेको चाहिँ कस्तो भने सिधै पार्टी वाइज जानुहुन्छ कि उहाँहरूले चाहिँ कसरी हेर्नुहुन्छ भने अब हामी स्थानीय सरकारहरू वडामा गयो भने यदि नगरपालिका गयो भने उहाँको त्यो व्यक्तित्वले कसरी हेर्नुहुन्छ भने उहाँले चाहिँ त्यो उहाँहरूको मिटिङमा उहाँहरूको जुन टिममा हुन्छ नि उहाँले चाहिँ यो हाम्रो पार्टीको पछि लाग्ने मान्छे हो कि होइन होइन यो हाम्रो पार्टीको हो कि होइन भनेर हेर्नुहुन्छ क्या त्यो एउटा विषय चाहिँ त्यो यो विषयको कुरा चाहिँ त्यो हजुरले त्यो एकजना दिदीसँग इन्टरभ्यू लिँदैन अहिले त्यो कुरा आएको थियो नि त उहाँहरूले चाहिँ त्यसरी हेर्नुहुन्छ क्या होइन अब म पनि अब त्यही वडाकै मान्छे हो नि त होइन म त एकको परेँ यो कुरो मैले नि भोगेको छु उहाँहरूले चाहिँ हामी त्यस्तै अब सहयोगहरू लिन जाँदा एउटा खेलकुदलाई चाहिँ एउटा प्रमोट गरौँ विकास गरौँ त भनेर जाँदाखेरि उहाँहरूले त्यसरी हेर्नुहुन्छ क्या यो हाम्रो पार्टीको हो कि होइन हाम्रो पार्टीमा चाहिँ कतिको आबद्ध छ कि छैन सदस्यको छ कि छैन लाग्दैन अनि हामीसँग चाहिँ त्यो टोल गली गलीमा हिँडेको छ कि छैन भनेर हेर्नुहुन्छ क्या होइन
त्यो चाहिँ मैले नि फिल गरेको छु। राजनीति फिल्डमा नआउँदाखेरि जुन मेयर हुनुहुन्थ्यो त्यो बेलामा होइन, राजनीति फिल्डमा सुरुवात थियो होला, उहाँ टिचरै गर्नुहुन्थ्यो। त्यो बेलामा उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो एउटा गेममा, करातेमा। म चाहिँ त्यतिखेर कराते खेल्दाखेरि होइन, कराते किकबक्सिङ खेल्दाखेरि उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो। म विशेष अतिथिमा, म त्यतिखेर म ब्ल्याक बेल्ट लिइसकेको थिएँ नि त, म विशेष अतिथिमा उहाँको छेउमा थियो र हाम्रो काजीवन श्रेष्ठ दाइ हुनुहुन्थ्यो, गुरु हुनुहुन्थ्यो। भनेपछि त्यो दिनदेखिको हामी चिनजानको मान्छे। उहाँ अहिले राजनीति गर्दा 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 अगाडि जानुभयो, तर मेयर भन्नुभयो, कहाँ तक पुग्नुभयो, तर उहाँले आफूलाई मात्रै कहाँ पुऱ्याउनु भयो होइन, मेयर हुनुभयो। तर उहाँले त्यो चाहिँ हेर्नुहुन्छ क्या, त्यो पक्षपात गर्नु भएन, पक्षपात गर्दैन। फेरि हामी त स्पोर्ट्सको मान्छे, खेलकुदको मान्छे, हामी अलिकति सबैलाई सम्मान नै सोच्छौँ होइन। त्यो भएर राजनीतिज्ञहरूले चाहिँ कुनै पनि विधाका मान्छेहरूलाई चाहिँ यो पक्षपात गर्नु, राजनीतिमा जोड्नु कारण चाहिँ के हो के? यो चाहिँ आफ्नो के भन्नु, आफ्नो कार्यकर्ताहरूलाई मात्रै पोसाउनु र आफू मात्रै बन्नु र देशलाई चाहिँ दुर्भाग्यतिर लैजानु हो, दुर्भाग्यतिर लैजानु हो। यसरी देशको विकास हुँदैन। तपाईँ यदि देशको नेतृत्व गर्न आउनु भएको छ, देशको परिवर्तन चाहनुहुन्छ भने देशको परिवर्तनको लागि तपाईँले निस्वार्थ भावनाले तपाईँ राजनीति गर्नुपर्छ। तपाईँ आफू एक्लो बनिएर म वरिपरि आउने, मेरो छेउछाउ आउने मात्रै बनिएर हुँदैन होइन। सिङ्गो राज्य, सिङ्गो देशको जनतालाई, देश त बनेकै छ, यो माटो र ढुङ्गाले, प्रकृति आफै नेचुरल बनेको चिजलाई हामीले बनाउँछौँ भने हामी यो प्रकृतिसँग घमण्ड नगरौँ होइन। हामीले बनाउन खोजेको चाहिँ के हो भने मानव विकासमा कसरी गर्ने भन्ने कुरा मात्रै है। मानव सभ्यता चाहिँ कसरी विकास गर्ने भन्ने मात्रै हो। मान्छेले भन्छ देश विकास, देश बनाऊ, देश बनाऊ। देश त बनेको छ त बाबा, यो प्रकृतिले हामीले बनाएको, हामीले किन यो प्रकृतिलाई बनाउन खोज्नु भने। राजनीतिक अहिलेको परिस्थिति छ, अहिले जुन पुरानो नेता भियास नयाँ युवा नेताहरू युवाहरूसँग भइरहेछ, तपाईँ के भन्नुहुन्छ? युवा आउनुपर्छ अथवा पुरानोले गरे ठिक छ के छ? अब यस्तो युवा आउनु पनि पर्छ। युवा जस्तै युवाको साथ सपोर्ट नभइकन होइन, जनता नभइकन कोही नेता बन्दैन, नेता नभइकन जनता पनि बन्दैन है। तपाईँको एउटा लिडर नभइकन जनता पनि बन्दैन, र जनता नभइकन लिडर पनि बन्दैन है। त्यो लिडर चाहिँ यस्तो हुनु पऱ्यो कि एकदम स्वतन्त्र भावनाको, एकदम स्वच्छ भावनाको हुनु पऱ्यो क्या। जो उसले निस्वार्थ भावनाले म यो मानव विकास गर्छु, मानवमा परिआएको कुनै पनि समस्यालाई म समाधान गर्छु भनेर लाग्नु पर्यो। यो देश बनाउँछु भन्ने, देश बनाउँछु भन्ने, म गरिबी मुक्त गर्छु भने आफू मात्रै धनी भएर भएन। र नयाँ आउनेलाई, पुस्तालाई पनि मैले खासै नयाँमा पनि त्यस्तो पढे लेखेको सबै हुनुहुन्छ होइन। अब हुन त हाम्रो सबैसँग छ, तर उहाँहरू चाहिँ कस्तो भने अलिक यङ्गी फङ्गी मात्रै भयो क्या। एउटा अलिक लचक त भएन, उहाँहरू अलिक स्ट्रिक्ट हुनुहुन्छ है, स्ट्रिक्ट धेरै हुनुहुन्न है, फ्लेक्सिबल हुनु, फ्लेक्सिबल छैन। अब पुरानो नेतृत्वमा चाहिँ कस्तो छ भने, पुरानो नेतृत्वले नै गर्न नखोजे होइन। यो हाम्रो देश चाहिँ अब अलिकति नेपाली जनताको र हितको एकदम विचार राखेर होइन, उहाँहरूको सरसल्लाह लिएर, युवाको सरसल्लाह लिएर देशलाई विकास गर्ने पनि सम्भव छ होइन भने त अलिक गाह्रै छ। किनकि यो धेरै देशहरूको आँखा छ यो देशमा होइन, एउटा अन्तर्राष्ट्रिय दबाब भएको भएर अलिक गाह्रो छ। अब जाँदा तपाईँहरूसँग कुराकानी हुने नै छ। हजुर, तपाईँको विचारमा चाहिँ अब यो खेलको बारेमा अथवा मैले सोध्न बिर्सेको कुराहरू र तपाईँले भन्न बाँकी रहेका कुराहरू केही छन् छिटोमा? मैले भन्न बाँकी रहेको कुरा चाहिँ अब कस्तो छ भने, अब देशमा परिवर्तन खोजिरहेछ होइन। देशमा परिवर्तन गर्न चाहनुहुन्छ तपाईँहरू, नेपाली आमाकै छोरा हो होइन, यही भूमिमा जन्मेको, यही माटोमा हुर्किएको, यही माटोले बनेको शरीर हो तपाईँहरूको पनि। त्यसले एकदम स्वतन्त्र तरिकाले तपाईँहरू विकास गर्छु भनेर अगाडि आउनुहोस्। यदि तपाईँले भित्र मनमा लुकाएर तपाईँले स्वार्थ भावना लुकाउनु भएको छ, तपाईँ पनि असफल हुनुहुन्छ। जस्तै अहिले हाम्रो जेएनजी आन्दोलनमा उहाँ अग्रजहरू, जुन बुढाहरू, हाम्रो बुढापाकाहरू हुन्छ, असफल हुनुभयो नि त। त्यत्रो लडेर आउनुभएको मान्छे पनि असफल, त्यस्तै तपाईँहरू पनि नपर्नुहोस् होइन। र हामी खेल्ने खेलाडी होइन, हाम्रो खेलाडीलाई चाहिँ सबै खेलप्रेमी साथीहरूलाई चाहिँ राष्ट्रले एउटा स्वच्छ भावनाले उहाँलाई साथ सपोर्ट गरोस् यो देशले होइन। हामी रेस्लिङ खेल, कुनै पनि खेलहरू होइन, हामी एकदम आनन्दले ढुक्कले गर्न पाऊँ हो।
सहयोग हुन पर्यो प्रेरणा दिनु अनि पर्यो। शान्तिपूर्ण देशमा खेल खेल्न पाइयोस्, कलाकारले नाच्न पाओस्, गाउनेले गाउन पाओस् होइन। अनि अब त्यही हो, सबैले मिलेर अगाडि आफ्नो ठाउँमा जहाँ पोख्त छ त्यो काम निस्वार्थ भावनाले गर्न हो। पाउँ। अनि देशमा शान्ति कायम होस् र हामीले हरेक क्षेत्रमा गएर हामीले खेल गर्न पाऊँ, खेल खेल्न पाऊँ होइन। र खेललाई पनि साथ सपोर्ट होस्। र यसरी नै तपाईँहरूले माया गरिदिनु होला नेपाली रेस्लिङलाई र नेपाली रेस्लर म मिस्टर बाबु साहबलाई, र साथ सपोर्ट गरेर होइन लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अनि हाम्रो पारसजीलाई पनि धन्यवाद दिन्छु। र आजको कुराहरू अब कस्तो तितो मिठो भयो होला, राम्रो नराम्रो प्रक्रियामा आइहाल्छ। फेरि पनि आफ्नो सोच्ने शैली हुन्छ, विचार हुन्छ। उहाँले जस्तो लाइक कमेन्ट गर्नुहुन्छ त्यस्तै स्वीकार्न भने म तयार छु। तर म चाहिँ मिस्टर बाबु साहब रेस्लर भनेर कसै कुनै समय मलाई मेरो साथ सपोर्ट चाहियो भने म एकदम सपोर्ट गर्ने मान्छे पनि हो होइन। र म चाहिँ यो सबै जात जाति भाषा भाषी होइन आफ्नो देशमा हुनुहुन्छ नि जति पनि दाजुभाइ दिदीबहिनीहरू मिलेर बस्नुहोस्, कसैसँग तर्क वितर्क नगर्नुहोस् होइन। बरु सल्लाह दिनुहोस्, सुझाव दिनुहोस्, बुझ्नुहोस्, बुझाउनुहोस्। धन्यवाद।